सर्वेभ्यो मित्रेभ्यो तमो तमः। हजुरहरू समक्षमा केही जानकारी गराउँदछु। गुरु बृहस्पति अस्त विक्रम सम्वत 2082 जेठ 29 गते 12 जुन 2025 बिहिबारको दिन 5:07 बेलुकी पश्चिममा अस्त हुने र विक्रम सम्वत 2082 असार 22 गते 6 जुलाई आइतबारको दिन 6:53 जाँदा बिहान पूर्वमा उदय हुन्छ र यस अवधिमा कुन कार्यहरू गर्न मिल्छ भन्दा स्नान, सन्ध्या वन्दना, पञ्चायन पूजा, जो नित्य कर्महरू गर्नुभएको छ ती कर्महरू गर्न मिल्छ। श्राद्ध, तर्पण, अशौच, मृतकको क्रिया, ग्रहण स्नान आदि नैमित्तिक कर्महरू गर्न हुन्छ। र के गर्न हुँदैन भन्दा इनार, बगैँचा, तलाउ, कुवा निर्माण गर्न हुँदैन। गृह आरम्भ, गृह प्रवेश अर्थात् कुनै पनि गृह नयाँ बनाउनु हुँदैछ भने ती गृह आरम्भ गर्न हुँदैन। गृह प्रवेश पनि त्यस अवधि गर्न हुँदैन। कुनै मठ मन्दिरहरू निर्माण गर्न हुँदैन। देवता स्थापना, प्राण प्रतिष्ठा आदि गर्न हुँदैन। व्रत आरम्भ गर्न हुँदैन। उद्यपान गर्न पनि हुँदैन। वधु प्रवेश गर्न हुँदैन। विवाह आदि पनि गर्न हुँदैन। व्रतबन्धन आदि गर्न हुँदैन। तुलादान, महादान अर्थात् जलाशय निर्माण, दीक्षा ग्रहण, चूडा कर्म, कहिले नगएको तीर्थयात्रा पनि गर्न हुँदैन। र प्रथमचोटि हो भने राजाको दर्शन पनि गर्न हुँदैन। राज्य अभिषेक गर्न हुँदैन। समावर्तन